हेलो गाइज, गुड मर्निङ, नमस्ते सबैजनालाई। के छ, आरामै हुन्छ होला जस्तो लाग्छ सबैजना। दसैँ आज दसैँको तेस्रो दिन होइन, एकदमै रमाइलो भइरहेछ होइन। यस्तै छ। आज हाम्रो चाहिँ जुन फुलपातीभन्दा भोलिपल्ट जुन दुर्गा थाप्ने दिन हुन्छ, जुन त्यसको पूजा आराधना गर्ने, कसैले दुर्गा पूजा पनि भनिन्छ। अष्टमीको फुलपातीका भोलिपल्ट अष्टमीको दिन चाहिँ आफ्नो एउटा सुरक्षित ठाउँभित्र जुन मूल कोठा भन्छ, यसो पूजाको लागि नै छुट्याएको कोठाभित्र पूजा गरेर आज दशमीको दिन, टिकाको दिन, जुन दिन हाम्रो गरिने पूजाआजा चाहिँ आज विसर्जन गरिन्छ। त्यो जति पनि पूजा गरेको सामग्री हुन्छ एक्स्ट्रा, त्यो चाहिँ आज विसर्जन गरेर नजिक, यो चाहिँ नवदुर्गा भवानीले पूजा गरेको कारणले नजिकैको सफासुग्घर स्थानमा अलिक सुरक्षित ठाउँ त्यसको साइडमा विसर्जन गर्ने चलन छ। आजदेखि चाहिँ पूजा सकेर हामी चाहिँ आजदेखि प्रसाद ग्रहण गर्ने गर्छौँ। प्रसाद भनेर चाहिँ रातो टिका, निधारमा टलकटङ्ग्यो भने जस्तै आजदेखि चाहिँ रातो टिका जमराको साथसाथै ठुला बडाको आशीर्वाद पनि हामीले ग्रहण गर्छौँ। आजको दिन चाहिँ प्रसाद ग्रहण गर्ने दिन हो, आशीर्वाद ग्रहण गरिन्छ। ठुला बडादेखि लिएर बाबुआमादेखि लिएर मान्यजन भनौँ न, ठुल्ठुलो मान्यजनहरूबाट चाहिँ हामीले आजदेखि आशीर्वाद ग्रहण गर्ने अनि रमाइलो गर्ने र टिकाहरू लगाउने चलन चाहिँ आजदेखि रहेको छ हामी सम्पूर्ण नेपालीको। हामी चाहिँ यसरी आज सबै यसमा भएको जति पनि पूजाको सामग्री हुन्छ, जस्तो कि टपरा दुनाहरू अनि त्यस्तै त्यो धूप अक्षताहरू जस्ता कुराहरू आजदेखि चाहिँ हाम्रो नवदुर्गा भवानीको पूजा चाहिँ समाप्त हुँदै आजदेखि नयाँ कुरा प्रसाद ग्रहण गर्ने दिन रहेको छ होइन। कतिजनाले थाहा छ, कतिजना थाहा छैन होला। प्रायः त अब नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू त पक्कै पनि थाहा भइहाल्छ, किनभने हाम्रो नेपालीको महान चाड हो नि त दसैँ भनेको त। त्यही भएर यसलाई चाहिँ विसर्जन गरेर आइरहेको छ। यो चाहिँ नहर छ होइन, यो चाहिँ नहर हो। यो चाहिँ सप्तकोशी नदीको पानी हो। यो सप्तकोशी नदीको पानी भएको कारणले यसको साइडमा चाहिँ त्यति फोहोर हुन्न, अलिकति सफा सुग्घर ठाउँमै भएको कारणले म यसको साइडमा चाहिँ अब विसर्जन गर्न लाग्यो है त गाइस। अब यताउति राख्यो भने त फोहोर हुन्छ नि त, त्यही भएर मैले यसलाई चाहिँ हामीले अब यो सप्तकोशीको पानी पनि भएको जाग्ने कुराहरू चाहिँ मैले रोकिदिएको छु होइन। जाग्ने कुरा भनेको अब उखु यिनीहरूको जरासहित हुन्छ, त्यही भएर रोकिदिएको छु। जाग्यो भने त भइहाल्यो। अरू बाँकी चाहिँ यसको साइडमा मैले विसर्जन गरिसकेँ। त्यसै गरी अब बिस्तारै आजदेखि चाहिँ हाम्रो विजय दशमीको टिका सुरु हुन्छ। आजदेखि हामीले टिका सिका लगाएर होइन बडा दसैँको आशीर्वाद लिने काम चाहिँ आजदेखि हुन्छ। नवदुर्गा भवानीको आशीर्वाद साथै बुढाबुढीले दिएको आशीर्वाद लाग्छ हुन्छ नि त। हामीले आज चाहिँ त्यो बुढाबुढीहरूबाट ग्रहण गर्ने, आमा बाउहरूबाट ग्रहण गर्ने गरिन्छ। त्यस्तै आजदेखि आज पर्न गएको विजय दशमीको शुभकामना है त सबैजना, जति पनि दाजुभाइ तथा दिदीबहिनीहरू हुन्छ उहाँलाई धेरै 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 शुभकामना हुन्छ। देश विदेश जहाँसुकै रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ मेरो तर्फबाट धेरै धेरै मङ्गलमय शुभकामना है त।